म के भन्नु भएन हजुरहरूलाई मेरो हिजो ह्याप्पी बर्थडे थियो होइन ह्याप्पी बर्थडे दिउँसो सबै सामानहरू किनेर लिएर रेडी पारेर 8:30मा अनि मोबाइल खोलेर लाइभ अनि ठ्याक्कसँगले लाइभ बस्नु पऱ्यो भनेको होइन आइडी साइडी पनि छैन दुइटै आइडी ब्यान्ड भन्छ होइन मैले बर्थडे मनाउन पनि पाएन गाइजहरू यति दुःख छ कि मलाई मेरो आइडी दुइटै पर्मानेन्ट ब्यान्ड भइरहेको थियो अनि मैले फेरि अब नयाँ आइडीबाट बनाउनु पर्यो नयाँ आइडी खोल्नु पर्यो भनिरहेको थियो तर मैले जो कसो गरेर के गरेर हुन्छ आफै बनाएँ कि गाइजहरू उफ भगवान् संसारमा आफ्नो बरु बुढाले छोडेर जाँदा पनि मतलब हुँदैन होइन यस्तो टिकटकको माया लाग्छ मलाई चाहिँ के भएर गाइजहरू तपाईँहरूलाई त्यस्तो हुन्छ कि हुँदैन तर मैले आफ्नो आइडी अलरेडी बनाएँ त्यसैमा म खुसी छु मेरो आइडी भगवान्ले नि सुन्नुभयो होला मेरो पुकार फिर्ता ल्याइदिनु भयो म धेरै खुसी छु के भन्ने मन टाउको दुखेर म रातभरि सुतेको पनि छैन होइन यति टाउको दुखेको थियो अब बर्थडेको दिनमा अब आइडी नै दुइटै नहुँदा त त्यो बरु पहिले नै गएको भए पनि हुन्थ्यो कि गेम खेलेर गएको भए नि हुन्थ्यो भनेर चाहिँ लागिरहेको थियो तर धन्न मैले अहिले बिहान चाहिँ यसरी खोल्दाखेरि आयो आइडी म त्यसैमा खुसी छु गाइजहरू सबैजना मेरो लाइभमा आउन सपोर्ट गरौँ माया गरौँ अब मेरो आइडी मैले जसरी भए पनि होइन बनाएको छु थ्याङ्क यू सो मच